हाम्रो स्कुलको एकदमै ट्यालेन्टेड नानीहरू हो। रेगुलरली राष्ट्रपति सिल्ड होस् अथवा जिल्लादेखि बाहिरको कुनै पनि टेक्वान्डोको प्रतियोगिता भयो भने यो नानीहरूले चाहिँ एकदमै कसो भन्दाखेरि चाहिँ प्रथम स्थान फर्स्ट पोजिसन हासिल गरेको हुन्छ। पोखरामा सञ्चालित अहिले यो जुन राष्ट्रपति सिल्ड भइरहेको छ त्यहाँ पनि हिजो फाइनलमा चाहिँ प्रतिस्पर्धा गर्दै हाम्रो बाठी छ एकजना, यो कति केजीको हो? 49 केजीको वेटको बाँची उसले प्रथम स्थान फर्स्ट पोजिसन हासिल गरेको छ। हाम्रो भाइ उहाँ पनि एकदम वान अफ द ट्यालेन्टेड बोय टेक्वान्डोको र यता हाम्रो बहिनी हुनुहुन्छ। मेरो स्टुडेन्टहरू तिनैजना र आजको दिन चाहिँ उहाँहरूलाई चाहिँ यसो फेलिसिएसनको लागि त्यहाँ बोलाएको छ। हाम्रो सरहरूले, हाम्रो स्कुलकै गुरुहरूले गइसक्नु भएको छ त्यहाँ। उहाँहरूले अब हिजै मेडल त यहाँ प्राप्त गरिसकेको छ। देखाउ न। ओके, फर्स्ट तपाईँको ल केही भन्नु छ? बोला न, बोला ल, बोला। भविष्यमा चाहिँ सपना अझै योभन्दा माथि जानु छ कि छैन? छ, यो अझै आउन आऊ। धेरै सङ्घर्षहरू। बोला बोला। सङ्घर्ष अझै छ, मेहनत अझै गर्नु पर्यो, यहाँभन्दा अझै माथि जानु पर्यो नि त, होइन? हो त नि, किन भन नि त, बोला। यहाँ लजाउनु भएन नि त, खेलाडी भएन। र तिम्रो नाम भनिदेऊ, तिम्रो मनभित्र कुरा सबै भन्न त ल एकछिन, ल 1 मिनटमा छिटो न। योभन्दा पनि ठुलो एचिभमेन्ट ल्याउनु सक्नु पर्यो नि त, होइन? पछि गएर जिल्ला हुँदै राष्ट्रव्यापी रूपमा हो। उहाँ चाहिँ कुन पोजिसन आएको तिमी हिजो? थर्ड। तिमी फर्स्ट भएको, तिमी सेकेन्ड भएको। भने पछाडि हेर्नुहोस् हाम्रो फर्स्ट, सेकेन्ड र थर्ड तिनटै पोजिसन होल्डर नानीहरू छ है त। गुड लक, अझै राम्रो गर्दै जाऊ है भविष्यमा। हेर्नुभयो नि हाम्रो नानीहरू कस्तो छ, हाइली ट्यालेन्टेड छ। अब यिनीहरू चाहिँ उहाँहरूलाई चाहिँ हाम्रो स्कुलको सरहरूले चाहिँ माथि रङ्गशालामा नै फेलिसिएसन गर्ने फोटो सेसनको लागि उहाँहरू रेडी भइरहेको छ। अब तिमीहरू त्यहाँ जाऊ अनि भन न, त्यहाँ सम्मान पाएपछि फेरि हुटिङ गर्दै स्कुलतिर होस्टेलतिर प्रस्थान गर है। ठिक छ, ल गुड लक फर द फ्युचर। ल हाम्रो नानीहरू देख्नुभयो कति ट्यालेन्टेड छन्।